प्रभु येशू बौरी उठ्नुभयो। प्रभु येशू बौरी उठ्नुभयो। मरेकोबाट प्रभु येशू बौरी उठ्नुभयो। अनि प्रभुका चेलाहरूले प्रभु येशू ख्रीष्ट बौरी उठ्नु भएको देखे। अब प्रभु येशू ख्रीष्टको बौरी उठाएको प्रमाण चाहिँ कहाँ छ भन्ने नि चेलाहरूको जीवनमा हामी देख्छौँ। हेर्नुहोस् है, प्रभु येशू ख्रीष्टका 12 चेलाहरू थिए। 12 चेला। अनि यो चेलाहरू कोही पनि साधारण मृत्युले मरेन। यो 12 चेलाहरू कोही पनि साधारण मृत्युले मरेन। यिनीहरूलाई नि तेरो विश्वास छोड भनिकन सतावटमा लगेर ताडना दिएर कारागारमा हालेर दुःख दिएर कष्ट दिएर यिनीहरूलाई राखियो। हाम्रो यो दिनहरूमा कतिवटा डरलाग्दो अपराधीहरूलाई जेलखानमा हाल्छ, कैदमा हाल्छ, तर उनीहरूलाई मारिदिन्छ नि। कैद भित्रभित्रै मारिदिन्छ, जेलखान भित्रभित्रै मारिदिन्छ। वा त्यो मान्छे के अरे कोर्टमा उसले गवाही दिनु जाँदै मारिदिन्छ। भारतभरि त्यस्तो भएको घटना हो कि। एउटा के अरे विकास पाण्डे भन्ने मान्छे थियो है, युपीमा काम बिगार्यो, डरलाग्दो मान्छे मार्यो, कुन के गर्यो, हत्या गर्यो। त्यसपछि भागेर गयो अनि भारतको अर्को प्रान्तमा उसलाई भेटाइयो। पुलिसहरूले भेटायो अनि पुलिसहरूले भेटाएर ल्याएर उसलाई युपीमा उत्तर प्रदेशमा कोर्टमा ल्याएर उसलाई अब सजाय सुनाउने कुराहरू भइराखेको थियो। तर उसलाई गाडीमा लिएर आउँदा पुलिसले लिएर आउँदै गर्दा अचम्मको घटना घट्यो है। एउटा ठाउँदेखि मिडियालाई पनि बन्द गर्यो, मिडियाहरूलाई पनि आउनु दिएन, मिडियाको गाडीहरू सबै रोक्यो। पुलिसको 2-3वटा गाडी मात्रै त्यो कैदीलाई लिएर सट्टै त्यो के अरे ब्यारिकेड क्रस गरेर आयो। अनि क्रस गरेर आएको केही क्षणमा के भन्यो भने त्यो एउटा गाडी चाहिँ के अरे उल्टा पल्टियो अरे, विकास पाण्डे भएको चढेको गाडी चाहिँ। अनि उसलाई चाहिँ एन्काउन्टर गरेर तिनै मार्यो। किन मार्यो भन्दाखेरि चाहिँ किनभने यदि त्यो मान्छे कोर्टसम्म पुगेको भए त्यो मान्छेले के गर्थ्यो, भेद खोल्थ्यो नि त। भेद खोल्थ्यो, कसले मारेको, कसले मार्नु लगायो, कसले पैसा दियो, कसले के गर्यो, सबै भेद खोल्थ्यो। त्यसले गर्दा ठुल्ठुला बडा शक्तिहरूले उसलाई बिचैमा के गर्यो, मारिदियो। यस्तो घटनाहरू थुप्रो हुन्छ है। सत्य, किनभने नि कोर्टमा जाँदै गर्दा दण्ड पाउँदै गर्दा अब तेरो लागि फाँसीको सजाय हुन्छ, तेरो लागि मृत्युको सजाय हुन्छ भन्ने कुरा गर्दै गर्दा चाहिँ नि जस्तै मान्छे जस्तै मै हो भन्ने अपराधीले पनि के गर्छ, सत्य कुरा बग्छ, सत्य कुरा खोलिदिन्छ। उसले भन्छ होइन मैले मात्रै मारेको होइन, मलाई फलनाले मार्नु भन्यो, फलनाले मार्नु भन्यो भनेर बग्छ। किनभने मान्छेलाई नि मृत्युसँग डर लाग्छ, मान्छेलाई सजायसँग डर लाग्छ। जब अन्तिम ठाउँमा नि आइपुगेर नि त्यो मान्छेलाई प्रश्न गरिन्छ नि, त्यो मान्छेले सोच्छ मैले गर्दै गरेको कुरा, मैले देख्दै गरेको कुरा वास्तविक हो। 12 चेलाहरू प्रभु येशू ख्रीष्टको। बार्थोलोमेलाई अर्मेनिया भन्ने ठाउँमा 72 AD 72 AD मा जिउँदै उसको छाला काटियो। जिउँदै छाला काटेर उसलाई घाममा सुकाएर मारियो। बार्थोलोमेलाई के सोधिएको छ, भन् येशू ख्रीष्ट बौरी उठेको होइन भन्। येशू ख्रीष्ट बौरी उठेको होइन, येशू ख्रीष्ट ईश्वर होइन भनिकन तैँले भनिस् भने चाहिँ तँलाई हामी छोडिदिन्छ। तर बार्थोलोमेले के भनिएको छ, मलाई मार बरु, किनभने मैले बौरी उठेको यीशुलाई मेरो आँखाले देखेको। अनि यो सत्यलाई म इन्कार गर्नै सक्दिनँ। तिमीहरूले मलाई मार्यो भने पनि जसरी यीशु बौरी उठ्नु भयो, मरेकोबाट बौरी उठ्नु भयो, त्यसरी नै म पनि के हुन्छु, बौरी छु। किनभने मृत्युलाई मेरो यीशुले जित्नु भएको छ। तिमीहरूले मेरो शरीरलाई मारे पनि म फेरि के हुन्छु, बौरी उठ्छु। मत्ती, प्रभुको अर्को चेला मत्तीलाई इथियोपियामा
60 एडीमा भाला हानेर मारियो मत्तीलाई विश्वासकै कारणले गर्दा, पुनरुत्थानलाई विश्वास गरेको कारणले गर्दा। जबदीको छोरो याकुब, जेम्स, जबदीको छोरो याकुबलाई तरवारले घोचेर अग्रिप्पा भन्ने ठाउँमा 44 एडीमा उसको पनि मृत्यु भयो, ऊ पनि शहीद भयो। मत्तियास ढुङ्गाले हान्यो, ढुङ्गाले हान्दा पनि नमर्दाखेरि यरुसलेममा उसको टाउको छिनाइयो 80 एडीमा। त्यसपछि सिमियोन एडेसा भन्ने ठाउँमा, ग्रिस एडेसा भन्ने ठाउँमा 65 एडीमा टाउकोदेखि उसको शरीरको बीच भागसम्म आराले चिरेर 2 फ्याक पारेर उसलाई मारियो। पत्रुस 68 एडीमा रोममा उदोमुन्टो उसलाई क्रुसमा झुन्डाएर उसको मृत्यु भयो। एन्ड्रु अर्थात् अन्द्रियासलाई एक्सेपको क्रुसमा ग्रिसमा 60 एडीमा उसलाई पनि झुन्डाएर मारियो। सानो जेम्स, अल्फियसको छोरो सानो जेम्सलाई यरुसलेमको मन्दिरको चुचुराबाट फ्याँकेर उसलाई मारियो 90 एडीमा। प्रभु येशू ख्रीष्टको चेला यहुन्नालाई उम्लिँदै गरेको तेलमा हालियो 98 एडीमा। फिलिप अर्को चेला हिलियोपोलिस भन्ने ठाउँमा उसलाई पनि क्रुसमा झुन्ड्याएर मारियो। प्रभु येशू ख्रीष्टको अर्को चेला थोमस भारतको चेन्नईमा, पहिले त्यति बेला मद्रास, चेन्नईमा उसले प्रार्थना गर्दै गरेको बेलामा पछाडिबाट भाला हिर्काएर उसको पनि मृत्यु भयो 72 एडीमा। प्रभुको चेला पावल रोममा 65 एडीमा उसको पनि टाउको छिनाएर उसलाई पनि मृत्युदण्ड दियो। यदि पुनरुत्थान चाहिँ बनाइएको कथा भएको भए नि यी चेलाहरू कोही पनि यसरी मर्थेन। पुनरुत्थान चाहिँ कसैले दन्त्य कथा कल्पना गरेर दन्त्य कथा बनाएको भए नि यो चेलाहरू यस्तो मृत्यु सहनु तयार। कुनै न कुनै चेलाले चाहिँ आएर भन्थ्यो होइन मैले देखेको होइन सुनेको मात्रै हो, मैले त्यसले गर्दा मलाई नमार। मैले सुनेको मात्र, मैले देखेकै छैन यीशु बौरी उठेको। कोले भन्यो, यसले भन्यो, त्यसले भन्यो, उसले भन्यो, फल्ना भन्यो, तर मैले देखेको छैन। अनि उनीहरूको ज्यान बाँच्थ्यो। मैले भने नि मान्छे मर्ने बेलामा नि उसले के विश्वास गर्छ, सबै कुरा उसले एकपल्ट कल्पना गर्छ। त्यो जगहरूलाई उसले अवलोकन गर्छ, उसको जीवनको जगहरूलाई सबले उसले विचार गर्छ। मैले गर्दै गरेको विश्वास सही छ कि त, मैले गर्दै गरेको विश्वास पक्का छ कि, मेरो फाउन्डेसन ठिक छ कि, मेरो घर बलियो जगमा बनिएको छ कि। अनि यी चेलाले भने हामीलाई रिग्रेट छैन, पछितो छैन, किनभने हामीले यीशुलाई हाम्रो माझमा बौरी उठेर क्रुसमा मरेर पनि फेरि तेस्रो दिनमा बौरी उठेर हाम्रो बिचमा हिडुल गरेको हाम्रै आँखाले देखेका हौं। उहाँलाई पनि सतायो तिमीहरूले, सतायो तिमीहरूलाई, मार्यो तिमीहरूले, मार्यो तिमीहरूले, हेप्यो तिमीहरूले, दुःख दियो, क्रुसमा चढायो, मार्यो, क्रुसमा चढ्नु भयो, 3 दिनसम्म च्यानमा राख्यो तिमीहरूले, तर मृत्युलाई तोडेर उहाँ बौरी उठ्नु भयो। यदि यीशु बौरी उठ्नु भयो भने तिमीहरूले हामीलाई पनि मार्दा केही पनि फरक पर्दैन, किनभने हामी पनि यीशुलाई विश्वास गर्ने मान्छेहरू हौँ। हामी पनि पुनरुत्थान हुन्छौँ, हामी पनि बौरी उठ्छौँ। त्यसले गर्दा मृत्युले हामीलाई जित्नु सक्दैन। आमेन, आमेन।